हेलो नमस्ते एभ्रिवान। के तपाईँहरू चाहिँ एडुकेसन कन्सल्टिङ बिजनेसमा आउने सोचिराख्नु भएको छ या सोचमा हुनुहुन्छ, या अलरेडी तपाईँहरू चाहिँ कन्सल्टिङ बिजनेसमा हुनुहुन्छ तर ल्याक अफ नलेजको रिजनले गर्दाखेरि तपाईँहरू चाहिँ एभ्री इयर लसमा गइराख्नु भएको छ, या त्यही रिजनले गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ नेपालको एउटा रिपुटेड कम्पनीको चाहिँ फ्रेन्चाइजी लिने सोचमा हुनुहुन्छ। त्यो भने भिसा बोर्डले तपाईँहरूको लागि चाहिँ फ्रेन्चाइजी मोडलमा अफिसको लागि चाहिँ ओपन गरेको छौँ हामीले। नेपालको जुनै पनि कुनामा बस्नु भएको छ र नेपालको जुनै पनि कुनामा तपाईँहरू फ्रेन्चाइजी अफिस चलाउनु चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा तपाईँले चाहिँ हामीलाई कन्ट्याक्ट गरेर चाहिँ डिस्कसन गर्न सक्नुहुन्छ। सो भिसा बोर्डको चाहिँ तपाईँहरूले चाहिँ फ्रेन्चाइजी चलाउँदाखेरिको बेनिफिटहरू चाहिँ एकदमै हाईली पाउनुहुन्छ, जो अहिलेसम्म नेपालमा कुनै पनि अफिसले चाहिँ तपाईँलाई चाहिँ त्यो प्रफिट सेयर गरेको छैन। तर भिसा बोर्डले त्यो सेयर गर्नेछ तपाईँलाई चाहिँ एज अ होल प्रफिटको फ्रेन्चाइजी हाम्रो चलाउने साथीहरूसँग। र अर्को कुरा, भिसा बोर्डसँग तपाईँलाई चाहिँ एज अ फ्रेन्चाइजी मोडलमा काम गर्दाको बेनिफिटहरू के हुन्छ भने हाइली प्रफिट हामीले सेयर गर्नेछौँ, जो चाहिँ अहिलेसम्म कसैले पनि गरेको छैन। अर्को चिज भनेको भिसा बोर्डले चाहिँ एभ्री इयर चाहिँ हामी मार्केटिङमा एउटा इन्भेस्टमेन्ट गर्छौँ। त्यसले गर्दाखेरि तपाईँको लागि डेफिनेटली त्यसले बेनिफिट भइहाल्छ तपाईँहरूलाई पनि, जो फ्रेन्चाइजी चलाउनुहुन्छ नेपालको कुना कुनामा। अर्को, जति पनि हामीले चाहिँ बाहिरको युनिभर्सिटिज कलेजहरूको रिप्रेजेन्टेटिभहरू हुन्छन्, त्यो लिएर हामीले चाहिँ हाम्रो फ्रेन्चाइजी अफिसमा चाहिँ एडमिसन सेसन गर्ने, वान टु वान काउन्सिलिङ गर्ने। अर्को के छ भने हाम्रो अफिसले चाहिँ एकदमै डेडिकेटेड रूपमा चाहिँ हाम्रो फ्रेन्चाइजी चलाउने जतिलाई पनि एकदमै टाइम टु टाइमिङ उहाँहरूसँग चाहिँ कनेक्टेड भएर सोल्युसनहरू सिचुएसनहरू जति पनि आउँछन् त्यसको सोल्युसन गर्ने डेडिकेटेड टिमहरू छन्। सो गाइज, तपाईँहरू इन्ट्रेस्ट हुनुहुन्छ भने हाम्रो नम्बरमा तपाईँले चाहिँ हामीलाई चाहिँ कन्ट्याक्ट गरेर चाहिँ फ्रेन्चाइजीको लागि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। सी यू।